अहिले यस्तो एउटा होहल्ला गरियो कि नेताहरू आयात हुने भयो। अब राष्ट्रपति चाहिँ इन्डियाबाट आयात हुन्छ, प्रधानमन्त्री आयात हुन्छ, उपराष्ट्रपति आयात हुन्छ। के माग गरे यहाँ चाहिँ सङ्घीय गठबन्धनले, मधेसी मोर्चाले भन्ने यस्तो स्याल यहाँ चाहिँ यसलाई यहाँ फैलाइयो। मानव कि अब राष्ट्रघातमा हामी चाहिँ हामीसँग चाहिँ उ गर्दैछ, इजलासमा हामी उभिरहेछौँ जस्तो गरी चाहिँ हामीसँग चाहिँ भन्ने गरेको छ। के साँचो कुरा हो त? यो बिल्कुल गलत र झुटा कुरा हो। हिजोको अन्तरिम संविधानको धारा 155मा संवैधानिक आयोगहरूमा नियुक्ति गर्दाखेरि अङ्गीकृत नागरिकता लिएको यति वर्ष भन्ने एउटा प्रोग्राम छ र त्यसैले नागरिकतातिर विवाह गरेर आएका वैवाहिक नागरिकहरूलाई, चाहे त्यो मधेसमा विवाह भएर आएका नागरिक हुन्, चाहे त्यो लिम्बुवानतिर दार्जिलिङ र चाहिँ सिक्किमबाट विवाह भएर आएका हुन्, चाहे त्यो हिलमालमा शेर्पा कम्युनिटी वा अरू कम्युनिटीले विवाह गरेर ल्याएका हुन्, चाहे पश्चिमको खसानमा इन्डियाको दार्जिलिङ देहरादुन, धारचुला आदि ठाउँबाट बिहा गरेर आएका हुन्, तिनीहरू नेपालको परिवारमा सम्मिलन भएको हुन्छ। त्यसकारण वैवाहिक नागरिकताका सन्दर्भमा यो आज होइन, धेरै लामो समयदेखि नेपालमा व्यवस्था भएकै कुरा हो र यसपटक चाहिँ त्यसलाई सङ्घीय कानुन अनुसार हुनेछ भनेर भनिएको थियो। हामीले के भन्यौँ भने त्यो सङ्घीय कानुन अनुसार होइन, विगतमा जस्तै प्रष्ट रूपमा संवैधानिक रूपमै व्यवस्था गरियोस् भने। अब यदि यो कुरा राष्ट्रघाती हो भने यो संविधान देख्ने को हो त? सबैभन्दा पहिला त त्यो सोध्नु पर्यो। यो संविधान नेकपा माओवादी केन्द्रको प्रचण्ड, बाबुराम वा सबै नेताहरू एकीकृत भएकै बेला उहाँहरूले हस्ताक्षर गरेको संविधान। त्यो अन्तरिम संविधान नेपाली काङ्ग्रेसका श्री सुशील कोइरालादेखि शेरबहादुर देउवा, रामचन्द्र पौडेल सबैले हस्ताक्षर गरेका हुन् र यो अन्तरिम संविधान एमालेका केपी वामदेवदेखि लिएर माधव झन्डा सबैले मिलेर बनाएका हुन्। यदि त्यो संविधानको धारा पुनर्स्थापनाको माग गर्दा राष्ट्रघाती हुने हो भने यो देशको सबैभन्दा ठुलो राष्ट्रघाती एमाले, यो देशको सबैभन्दा ठुलो राष्ट्रघाती काङ्ग्रेस हो र माओवादी केन्द्र। किनभने त्यो त उहाँले बनाएको संविधान। हामीले त अस्पष्टतालाई स्पष्ट गरियोस् भनेको। हामीले कुनै नेपालको सर्वोच्च पदमा फलानाले ल्याइयोस्, अब नेता आयात गर्नु पर्यो, जय साहब अब यहाँ त भन्छ, अब यहाँ धेरै चाहिँ जय साहबहरू प्रधानमन्त्री भएकोले नि भयो कि के हो, सामाजिक सञ्जालमा अब जय साहबहरूलाई चाहिँ प्रधानमन्त्री बनाउनु पर्यो, राष्ट्रपति बनाउनु पर्यो भन्छन् होइन। एक खाले जय साहबहरू त भएकै छन्, तर अङ्गीकृत जय साहबहरू चाहिँ यहाँ राष्ट्रपति हुने कुनै प्रावधान नै छैन। त्यो हुन पनि सक्दैन। अहिले अन्तरिम संविधानमा पनि र अहिलेको संविधान पनि अहिलेकोमा धारा 7मा छ, नेपाली चेलीले विवाह गरेका विदेशी नागरिक नेपालमै बसेको छ भने उसका छोराहरूले, छोरीहरूले, सन्तानहरूले चाहिँ नागरिकता पाउँछ। त्यो पनि त्यहाँको नागरिकता छोडेपछि अङ्गीकृत पाउँछ। यो यही जन्मेका नागरिकहरूले पाउने हो। अनि यो धारा 7बाट हामीले संशोधन गर्नुहोस् त्यो भनेका थियौँ। त्यसैले यी सबै कुराहरू झुठो प्रचार गर्ने शैलीमा उनीहरूले गरिरहेको छ र यो सबै राष्ट्रवादको कवरभित्र गइरहेको छ। तपाईँहरूलाई थाहा छ, हिटलर पनि संसदबाट जन्मेका थिए, मुसोलिनी पनि निर्वाचनबाट जन्मेका थिए र उनीहरू एकदम लोकप्रिय नेता थिए एक समय। तर अन्ध राष्ट्रवाद, एउटा मण्डलीय राष्ट्रवादको नीति लिएर गएको हुँदा पछिल्ला कालमा हामीले देख्यौँ आज त्यो हिटलर र मुसोलिनीलाई सबैले ठुक्छन्, कसैले पूजा गर्दैन। यहाँका केपी ओली जस्ता व्यक्तिहरू पनि त्यस्तै हिटलरका राष्ट्रवादी चाहिँ नाजी राष्ट्रवाद मान्ने कुरा हो। उहाँमा कुनै राष्ट्रियताको भावना होइन। यदि राष्ट्रियताको भावना भएको भए नेपालका सबै जाति, भाषा, धर्म, संस्कृति सबैको सम्मान गरेर उहाँहरूलाई चाहिँ स्थापित गर्ने काममा लाग्छ। नेपाल सम्बन्ध जस्तो चाहिँ एउटा गरिमामय इतिहास भएको यो सम्बन्धलाई नेपालकै भूमिमा जन्मेको यसलाई प्रयोग गरौँ भन्थे। एकातिर त्यो ढङ्गले चाहिँ उनीहरू प्रचार गर्छन्, अर्कोतिर चाहिँ देशभित्रका स्रोत साधन बेच्ने पनि उनीहरू नै हुन्। आजसम्मको इतिहासमा कोशी कुनै चाहिँ मधेसीले वा जनजातिले गरे होइन।
गण्डकी महाकालीमा अहिले कर्णाली सम्झौताको कुरा छ। त्यो कुनै जनजातिलाई मधेसीले गरे होइन, त्यो गर्ने को थिए? गण्डकी सम्झौता गर्ने मातृका कोइराला थिए, कोशी सम्झौता कोशी सम्झौता गर्ने मातृका थिए, गण्डकी गर्ने बिपी थिए र महाकाली गर्दाखेरि पनि एमाले काङ्ग्रेस नै थिए। त्यसैले यो सबै चाहिँ गलत ढङ्गले प्रचार गरेर अगाडि बढेका उनीहरूका षड्यन्त्रका उपज मात्रै हुन् भन्ने कुरा मैले यहाँ स्पष्ट गर्न चाहेको। र अब अन्तिममा म के कुरा भन्न चाहन्छु भने आजको सन्दर्भमा हामीले नयाँ स्थितिमा नयाँ ढङ्गले कसरी अगाडि बढ्ने, आन्दोलनलाई कसरी मूर्त रूप दिने र उपलब्धिहरूलाई संस्थागत गर्दै सफल ढङ्गले नेतृत्व गर्न जाने भन्ने सवाल। झिस ठाउँका आन्दोलन गु अभिभारा जुनौख झिस ठुकिँदै बिजायामा ठाउँका झिस नेवा आन्दोलन नि त चाहिँ एकदम गन्तव्यले थिएन किसिम नेतृत्व याफै छु म पछि हो कमी कमजोर नदिएको आ नाच मल्लाई न थन्दै धैर्य थे छुब पिउको चीज चाहिँ संविधान संशोधन विषय खला भइछौँ नेस प्रचण्ड जी नाप प्रधानमन्त्री नाप इले बेले खजी जिनाप न खजुरु संघीय गठबन्धन नाप चाहिँ अकुन्टी लक्ष्मी पूजा आफ्नो खजुला र वेकमा चाहिँ भू खतै दिउँ वो चीज चाहिँ वेकै एजेन्डा हो झिउ एजेन्डा म झिसला 26 पुगेले 12वटा विषय वस्तु चाहिँ संविधान संशोधन नाप सपुदु विषय खा क्लियर हेर्नु उयो झिउ डक्ले नापनको माधुर्य पहिचान सहित संहिता हो। पहिचान सहित संहिता प्राप्त जुन लाग्छ कि संघीय संरचना अधिकार क्षेत्र विषय कया झिउ नेवा राज्य सहित संघीय पुनर्संरचना जुइन धैउ खचे छ हेर्न चुनाउ तर ठो अवस्था चाहिँ आटको बुझ्छौँ प्रचण्डजी वर्तमान प्रधानमन्त्री चाहिँ सुरैले लाग्छ संघीय आयोग कार्यक्षेत्रको विस्तार आफै कार्यक्षेत्र विस्तार आफै अहिले तर यो चाहिँ थर्मल क्षेत्र यो क्लस्टर भटिसा मिलाएर हेर्न पाइन्छ वसो अपवादको छ भइसक्यो अनुसार झिसौ कि त मान्ने आफै चाहिँ आधार हो एजले झिसौ छोडेर राछ फे जिउ त मान्ने मरु झिटोक्सास्यो थयो संविधान 90% धगाइसँग बे बे तर अयो 90% भू 90% एमाले कांग्रेस देश थ सांसद त बन्डुवा मजदुर सेवाको गुनाइ खानेमा हुई विचारिएर चाहिँ संविधान जारी हो संविधान संशोधन प्रस्ताव गर्न तयार मोदी अहिले चाहिँ 90% जो पाखण्डी खलना जिला एज तो 90% में फुक्का भ्रम जगह का अहिले 8 अरब ढेपा फुक्का चाबे तक मेहनत या ना विश्व नियन्त्रण पनि एकदमै बाबालापी बुद्धिजीवी त एक्सपर्ट त हया थनै पनि सांसद त भ्रमण याका नेपालले चाहिँ पहिचानको सामर्थ्यता आधारले चाहिँ राज्य पुनर्संरचना जुइगा चाहिँ सिद्धान्त दिएको अनि म सिद्धान्त अनुसार व्यवहारिक ज्ञान प्रयोग गर्दाहरूले संसदीय समिति 14 प्रदेश उच्च स्तरीय आयोग 10 प्रदेश थाल अनि म चाहिँ एकदमै बौद्धिक समुदाय एक्सपर्ट संसार नियन्त्रण संहिता विद्देश त्यो चाहिँ सजावका यावपट्टि चेजित चाहिँ वान्छया अहिले केपी ओली सुशील कोइराला वा प्रचण्डजी चाहिँ कोट्यु खल्कीका नेउ प्रदेश ढका दिउ देशले चाहिँ साइन्टिफिक रिफाइन देशले चाहिँ संघीयकरण रिफाइन एजोले फर संहितामा हो संहिता नामे एकात्मक राज्य उसमा चाहिँ झने त सोझ्या झिसौइता चाहिँ अस्वीकार्य नहो अरे समानुपातिक समावेशीकरण यो झिउ मुद्दा र आजको चाहिँ पुमोनी झिउ माग पुमोनी निर्वाचन क्षेत्र जनसङ्ख्या निरसा जिमा हेर्न माग पुमोनी अरे राष्ट्रिय सभा र जातीय विविधता झल्के जी किसिमको चाहिँ सभाजीमा वन चाहिँ पुमोनी अझै चाहिँ मातृभाषा शिक्षा मातृभाषा चाहिँ प्रत्येक क्षेत्र यादै हो कि खतम सरकारी जातीय चाहिँ बहुभाषिक नीति जिमा हेर्न आत्म पुमोनी एजुआ तो संपूर्ण चीज यो संदर्भ झिसा चाहिँ ठाउँ धारणा यचुका चाहिँ रो छुया चाहिँ झिसा आतको सहमति नमुरो तर नेपालले चाहिँ पत्र पत्रिका ततरो पत्रिका त घुमेस्या चाहिँ खगु मगु चाहिँ आ खय मगु ख त चाहिँ सोया झंगल आयो भ्रम फैला जन्तु ज्या ठुकियो जी चाहिँ खल्टन नै हैन हर्षदा नै याद हो
छाडा हुन पत्रकारिता पत्र पत्रिकामा राजनीतिक नेतृत्व याइदी म त्यस वास्तविक खर्चुएका छौ नस्लवादी ढङ्ग चाहिँ समाचार चोया ठाउँ राज्य सत्ता घुमेजिला ठाउँ खाइपाइआएको घुमेजिला गजो सोचेया फस नेपालले घुम्लेन चाहिँ सही ढङ्ग संहिता होइन एजुया वास्तविक रूपमा संघीय संरचना निर्माण या दिशा जे न्यावनमा फय खर्च जे छिकबिने झने तयार ठाउँ छ नुनय दस्ता गसा गोपति भिन्तुना कालाबिला जाजले ठाउँ नुख थने कोचाके हना छका छिकबिन्दा यको भिन्तुनाहरू सुभा